केटालाई वेट गर्दा गर्दा पानी परिसक्यो मुलाइन आउँदैछ यो भर्खरै यत्रो पानी परिसक्यो यसले तौली ओडिरहेछ हामीले चाहिँ पुगिसक्यौँ खेल्नुलाई होइन मजाले पुगिसक्यो अब भाइहरू अलिअलि खेल्ने अरे होइन मलाई चाहिँ पुगिसक्यो अब हामी चाहिँ निस्किनु पर्छ अब एकछिन अब पुरा फ्रेस हुनु पऱ्यो नि त सोरेन एभ्रिवान है फेरि पनि अर्को भ्लगमा तर स्वागत छ होइन म चाहिँ भर्खर घरबाट निस्केको यहाँ केटाहरूले अन्त धुनुमा मलाई बोलाएको छ बाहिर होइन म चाहिँ चट्ट रेडी भएर क्या पुरा होइन रेडी भएर यहाँ निस्किरहेको छु अब केटाहरूले कहाँ जाने भनेको छ अब विवेक आउँदैछ विवेक कहाँ छ ए विवेक त यहीँ अगाडि आइसकेको रहेछ विवेक आइसकेको छ रोड क्रस गरौँ होइन रोड क्रस गरौँ ओए मुला कहाँ जाने भने हजुर कहाँ जाने भनेको केटाहरूले यार मलाई त केही थाहा छैन अन्त धुनुमा बोलाएको छ कहाँ जाने हो के भन्नु अब पौडी खेल्न जाने भन्छ मलाई अनि अगाडि भन्नु पर्दैन नि मलाई हेर उसले यसरी हेर यस्तो चिटिक्क गरेर निस्किएको थियो यार मलाई अब यसरी फर्मलमा अब मलाई अब पौडी खेल्न जाने भन्छ मलाई अब के भन्नु अब हुन त घर त नजिक हो अब फेरि घर के फर्किनु को आउनु बाइक सर मेम भाइ ठिक्क मलाई अगाडि भन्नु पर्थ्यो नि म्याम म त पौडी खेल्नलाई त त्यस्तै तरिकाले रेडी भएर आउँथ्यो र ठिक छ अब हामी बिहान भाइलाई वेट गर्छौँ होइन त्यसपछि पौडी खेल्ने कहाँ जाने त्यसपछि भाइहरू आएपछि थाहा हुन्छ भाइ आएपछि तपाईँलाई गर्छौँ नि त हाम्रो यहाँ भाइ पनि आइसक्यो होइन अन्धधुन्दामा केटाहरूले मलाई अन्धधुन्दामा बोलाएको छ डर छ ल सो केटाहरूले चाहिँ मलाई अन्धधुन्दामा मलाई उठाएको छ हेर है म शान्त भएर बसिरहेको मान्छेलाई अन्धधुन्दामा उठाएको छ अब मलाई चट्ट रेडी भएर अब चाहिँ रेडी भएर अब निस्किने बानी छ होइन अगाडि नै भनेपछि अब त्यही अनुसारले रेडी भएर निस्किन्थ्यो केटाहरूले म अन्धधुन्दामा मैले स्विमिङ जाने अरे क्या अब त्यही पनि अब मौसम चाहिँ एकदम पानी पर्ला जस्तो भइरहेको छ होइन हामी चाहिँ घरबाट निस्किसक्यौँ होइन अनि पौडी खेल्न जाने चाहिँ कहाँ हो भने के स्विमिङ गर्ने ठाउँमा जाने हो र के हो होइन नि है खोला जाने खोला ए खोला ल नयाँ एक्सपिरियन्स हुन्छ मेरो लागि चाहिँ किनभने म अहिलेसम्म खोलामा पौडी खेलेको छुइनँ होइन अनि खोलामा केटाहरूले पौडी खेलाउने विचार रहेछ अब कहाँको खोलामा जाने त्यो तपाईँहरूलाई चाहिँ पुगेपछि भेट्छौँ होइन अब यहाँबाट कति मिनट जति लाग्छ होला कुन ठाउँमा हो र कति मिनट लाग्छ 1 घन्टा अब 1 घन्टा ल अब मलाई पनि सरप्राइज थियो है अब कुन ठाउँमा चाहिँ जाने हो खोला होइन पौडी खेल्नलाई चाहिँ कुन ठाउँ हो अब त्यहाँ पुगेपछि चाहिँ थाहा हुन्छ अब लगभग 1 घन्टाको डिस्टेन्स रहेछ होइन अब 1 घन्टा लाग्छ अरे अब भाइ पनि पछाडि छ है सो अब हामी चाहिँ 1 घन्टाको ट्राभल पछि अब त्यो पौडी खेल्ने ठाउँमा पुग्छौँ होइन खोलामा होइन अब त्यहाँ पुगेपछि तपाईँहरूलाई भेट्छौँ है त कस्तो रहेछ है कुन ठाउँ रहेछ तपाईँहरूलाई म एक्सप्लेन गर्छु है त भाइ हामी जाँदा जाँदै बिचको बाटोमा पानी परेर ऱ्याङ्कोडेर बसिरहेको छ यहाँ अलिकति यता अगाडि आइपुगेपछि पानी रोकिसकेको छ होइन त्यो मलाई मात्र चाहिँ लागिरहेको छ फेरि कतिखेर पानी परेर थाहा छैन तर हामी जुन ठाउँमा जाने हो त्यो ठाउँतिर चाहिँ सायद घाम लागिरहेको होला होइन त्यो गएर थाहा पाउँछ यहाँ ऱ्याङ्कोडै पुग्नु आएको कुरा सब हामी पानीले भित्र गऱ्यो त्यही पौडी खेल्ने नै हो गएर घुम्ने नै हो जस्तो पनि अब हामी यहाँ अब उनीहरूलाई अब लगभग अझै आधी घन्टा जस्तो लाग्छ होइन झन्डै पुगेपछि भेट्छौँ है तर पानी चाहिँ बब्बालमा यो नेपालकोमा वेदर चाहिँ खत्तम हो क्या आधी ठाउँमा पानी पर्छ आधी ठाउँमा घाम लागेको छ होइन त्यही हो ल सियो है त 1 hour later हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ होइन अनि केटाहरू ऱ्याङ्कोड खोलेर अब प्याक गर्न आइसक्यो यहाँ भाइ यहाँ छ विवेक यहाँ छ अब यो डेस्टिनेसनको नाम चाहिँ के हो भने हामी चाहिँ भक्तपुर हुँदै नगरकोटको फेरि साइडतिर होइन हामी त्यहाँ पुगिसकेका छौँ जस्ट नगर चाहिँ छुँदो रहेछ जस्ट नगरकोट साइडतिर यहाँ चाहिँ हामी पार्किङ गर्ने ठाउँ छ होइन यहाँ पार्क गरेपछि चाहिँ अब कताबाट जाने अब केटाहरूलाई थाहा छ है म चाहिँ अब नयाँ हो मलाई चाहिँ खास थाहा छैन यतातिरको बारेमा केटाले यहाँ ताल साल लिएर म त केही नसोचिकन केटाहरूले उठाएर ल्याएर मलाई सुसी सो एकैचोटि स्विमिङ हानेर केटाहरूले अघिमा स्कुटीमा मलाई जाम गरेर कतिचोटि खाल्टो मिसिरहेको छ र मैले सबैमा जुत्ता नि फोहोर भइसक्यो लिएर सो केही छैन अब इन्जोय गर्नुपर्छ के हो म्या कट्टु छ त कसो कट्टु हो यो यसकै यस्तो छ ल अब हामी चाहिँ अब कताबाट जानुपर्ने हो हेरौँ यहाँ हल्का देखाइदिइहालौँ ब्रान्ड चाहिँ है फेरि पढ्नु होला
त्यो नि बिहेको नि बिहेको कट्टो बिरे चाबी चाहिँ कसले लग्छ अनि त्यही छोडिदिने ए भन्छ चाबी त्यही राखेर मैले के भयो यसो गर्नु त्यो ल हामीले स्कुटी पार गर्छौँ होइन अब जाने चाहिँ यतैबाट रहेछ बाटो चाहिँ खत्तम छ त्यताबाट त हामी आएको हो नि ल यताबाट जाने हो यहाँ सिधै ओह्रालो ओह्रालो हो ल बिहेकले लग्छ हामीलाई ल बिहेकले लग्छ अब होइन बाटो चाहिँ यस्तै छ त्यही भने अब सबै बिहेकले नै लग्ने भ्लग चाहिँ किन भयो भने होइन मलाई चाहिँ खासै ठाउँहरू चाहिँ थाहा छैन क्या जाने बाटोहरू थाहा छैन अनि डेस्टिनेसनहरू थाहा छैन अनि ठाउँको नामहरूदेखि सबै कुराहरू मलाई खासै थाहा छैन क्या विवेक चाहिँ नर्मली धेरै जस्तो अलिकति बाहिरहरू गइरहेको छ नि त घुमिरहेको छ अलिअलि उसको काम पनि परेर हुन्छ अनि त्यही भएर हो अनि जहाँ जाँदाखेरि विवेकसँगै जानुपर्ने हुन्छ किनभने बाटै बिर्सिरहेको हुन्छ मलाई बाटै थाहा हुँदैन त्यही भएर चाहिँ विवेकसँगै गइरहन्छु उनीहरू चाहिँ के कुरा गर्दैछ ए स्पिकरमा गीत बजाउने कुरा गर्दैछ त्यही भएर ल गीत चाहिँ फेरि कस्तो कस्तो बज्ने हो गीत चाहिँ छैन बसिरहेको नयाँ कपिराइट खाला नि फेरि गीत चाहिँ ल ओहो यहाँ तल पनि ऊ रहेछ सानो सुन्दैछ केटाहरू त अहिले नै हाम फाल्ला जस्तो गरिसक्यो त यार केटाहरू त ल है ल यो चाहिँ कपिराइट खान सक्छ होइन त्यही भएर मैले चाहिँ अब यो अहिले बन्द गर्छु किनभने हामी एकैचोटि तल स्विमिङ गर्ने ठाउँ पुगिसकेपछि तपाईँहरूलाई देखाउँछौँ है त होइन इन्ट्री गरिसक्यौँ है यता यहाँ टिकट काटेर टिकट देखाइदियो केटाहरू ओइमा हान्छ कि अरू म टिकट देखाइदियो त अरूलाई बोकाले टिकट देखाइदियो टिकट चाहिँ यहाँ छ बिहाले फेरि कपिराइट खाने भयो मुला ल नाच्दैछ नचाउँदैछ केटाहरूले ल हामी जाने चाहिँ हामी चाहिँ छिरिसक्यौँ है अब यतैबाट हुँदै अब कहाँ चाहिँ छ अब योलाई थाहा छ यहाँबाट हुँदै हुँदै जानुपर्छ जङ्गल बिचमा दामी छ केटाहरू नाचौँ ल नाच ल अलि भएको छैन यो चाहिँ म टिकट हल्लाउँदै बसिरहेको सही हो के हो भ्यू त भने दामी क्या त्यो नेपाल त्यो के अरे नेपाली सुटिङ के हुन्छ नि यहाँ तल जानु यता तल जानुपर्ने अम्बोमा यहाँ यता तल पुग्नुपर्ने माटो खाएको के अरे हेर न नेचरसँग घुमिनु हुनुलाई चाहिँ माटै खानुपर्छ नि घाँस पनि खान्छ घाँस पनि खा घाँस पनि छ स्पेसल तेरो लागि हो यो के चाहिँ घाँस त चाहिन्छ एउटा गीत चाहिँ भाइसवाला राखेको छ एउटा गीत चाहिँ भाइ सो यो बाटो अझै अलिकति लामो छ जस्तो लाग्यो होइन सो हामी एकैचोटि अब पौडी खेल्ने ठाउँ पुगेपछि तपाईँहरूले भेट्छ मेरो म चाहिँ फाइनली आइसक्यौँ है केटाहरू अगाडि गइसक्यो म चाहिँ बिस्तारै झर्दैछु मस्त खेलिरहेछ मलाई के भयो अरे स्याम्पू ल्याउने मेन कुरा पर्दैन स्याम्पू के अब त्यतिकै अब हुन्छ स्याम्पू चाहियो भन्छ मुलाहरूमा अब घर घर नहुने नि अहिले यहाँ झाम चाहिँ हान्ने अनि घरकै नहुने के लुगा चाहिँ खोल्नु पर्ने कि कहाँ ए ल अब पौडी खेल्ने भनेको चाहिँ उयो माथि होला होइन ऊ माथि खेलिरहेको छ त्यहाँ माथि जानुपर्छ जुत्ता खोलेर जाने अरे केटाहरू माथि अब हामी चाहिँ मास्तिर लाग्यौँ है मास्तिर लाग्यौँ केटाहरू गइसक्यो यहाँ नाङ्गे अब जुत्ता सुत्ता चट्ट खोलेर होइन लड्यो भने चाहिँ बिचको बिस्तारै केटाहरू बिस्तारै त्यो चिप्लिन्छ जस्तो छ त यार अब म त भन् फोन समातिर चाहिँ चिप्लिन्छ होला हो नि यता बाटो छ त नि मुला त्यो त उता गइरहेछ जुत्ता भाइ जुत्ता खोल न अनि हो
समाउँदै यो बिहेको ल अलिकति रिक्सी जस्तो छ होइन म उता माथि पुगेपछि अनि फेरि स्टार्ट गर्छु है त सो हामी त्यो चाहिँ होइन कटाएर यहाँसम्म आइसक्यौँ है केटाहरू फेरि क्रस गर्न ट्राई गर्दैछ मेरो त आधी नै भिज्यो तर लास्ट चिप्लो रहेछ ढुङ्गा चाहिँ लास्ट चिप्लो रहेछ फेरि अब हामी माथिसम्म जानुपर्छ माथितिर बेग यता गइरहेछ भाइ यता गइरहेछ कहाँ आएको भनेको यिनीहरूले आज डुबाउनु भयो यार केटाहरूले सो हामी चाहिँ होइन त्यत्रो तलको बाटो होइन बल्ल बल्ल चढेर आयौँ क्या माथि यहाँ आउनको लागि है पुरा यहाँ वाटरफल आइरहेको रहेछ नुहाइरहेको छ जानुलाई चाहिँ गाडी छ अब यता जानुपर्छ तर बबाल सिकिने क्या पहिला पहिला गएको फर्स्ट एक्सपिरियन्स यार यसरी जङ्गलमा यसरी हिँड्दैछु मलाई है लास्ट गाह्रो छ बेग जाँदैछ पालो पालो जानु ल भाइ नदिनु अगाडि लास्ट फोर हुन्छ लुगा अब बाह्र बप्पा नुहाइरहेको छ यार बाटो छ ओ कहाँ जाने भने अनि यता रहेछ त बाटो बेग यता कहाँको बाटो छ बाटो त यहाँ रहेछ नि त नानी होइन अब कहाँबाट जान खोजेको यार मर्नै भयो केटाहरू ओ त्यहाँबाट झर्छ भने कि बेग ओइ त्यहाँबाट हुँदैन क्या चिप्लिन्छ भने ओइ उतार जान ल हामी चाहिँ अब यहाँ यता पर पुगेपछि फेरि स्टार्ट गर्छु ल बाफ्रे यो यहाँबाट झरेको यार यहाँबाट हामी झरेर यहाँ आएको यार यता आएको लास्टमा तरमा लास्टै खुट्टा चिप्लिने क्या केटाहरू लुगा खोल्न थालिसक्यो अब ल लुगा खोलेर झ्याम हान्ने अब यहाँ होइन पानी चाहिँ एकदम चिसो रहेछ तर खुट्टा चाहिँ लास्ट दुखेर झर्नमा ठाउँ चाहिँ आउँदा केटाहरूले गलत बाटो लिएर आयो क्या अर्को बाटो लिएर यताबाट चाहिँ लिएर आएको छ नि यहाँबाट ढुङ्गामा चट्टनबाट लिएर आएछ अब यहाँ चाहिँ हाल्दै छ लुगा खोल्न लाँदै केटाहरू यहाँ भाइ जुत्ता लुगा खोल्दै बेग लुगा खोल्दै बडी देखा त सही हो अहिले भाइको बडी हेर्नु त भाइको चाहिँ खतरा छ है त हामीले लुगा खोलौँ होइन त्यहाँबाट नागेर हानौँ है त मिठो होइन ल लुगा सुगा खोलिसक्यो है लाउन आयो केटाहरू नि कट्टु बाजा केटाहरू ल म पनि छिर्न लाँदैछु है अब म चाहिँ छु ल सो मोर राख्छु क्या मोर राख्छु ओइ मलाई लास्ट चिसो छ यार भाइ लास्ट चिसो यार भाइ के गरे के रे यिनीहरू चाहिँ पुरा होइन मैला मार्दैछ क्या मैला मार्दैछ भित्र गएर मैला मार्दैछ तर होइन एकदम बबाल रमाइलो भइरहेछ है फर्स्ट टाइम एक्सपिरियन्स गरेको छु म अहिलेसम्म यसो
खोलामा होइन कहिले पनि स्विमिङ गरेको छुइनँ होइन तर के गर्नु होइन तर यो दामी फिल भएर चाहिँ एकदम टाढो छ है तर म माथिको त्योमा झर्नाले चाहिँ बप्पाल हान्दै क्या जिउमा केटाहरू त भित्र झर्न पछाडि भित्र गएर मैलामा मारेर बसिरहेको रहेछ भने ल हामीले चाहिँ पुगिसक्यौँ खेल्नुलाई होइन मस्तले पुगिसक्यो अब भाइहरू अलिअलि खेल्ने अरे होइन मलाई चाहिँ पुगिसक्यो अब हामी चाहिँ निस्किनु पर्छ अब एकछिन अब पुरा फ्रेस हुनु पऱ्यो नि त भाइ हान्दैछ बिलु के गर्दै हो बाँच्यो ल बाँच्यो गुड ल अब हामी जस्तो मान्छे टन्ने धेरै आइरहेको छ होइन यहाँ पनि होइन खेल्नको लागि झर्नामा होइन एकदम रमाइलो भयो जो मेरो चाहिँ गाडी बनाएको छ भएर चिसोले अब हामी फ्रेस हुन्छौँ अनि अब हामी लाग्छ मेरो अब धेरै पानी त्यति साह्रो सफा त छैन अब घर गएर फेरि नुहाउनु परिहाल्छ त्यही भएर अब पुग्यो अब ओइ जाउँ अब मैला मार्दैछ भाइहरू मैला मार्दैछ हामीले चाहिँ होइन खेलिसक्यौँ है अब हामी चाहिँ फ्रेस हुन्छौँ होइन केटाहरू यहाँ फ्रेस हुँदैछ अब हामी रेडी हुन्छौँ अब सफा गरेर पुरा अब लास्ट चिसो छ है अब हामी रेडी हुन्छौँ अनि हामी निस्किन्छौँ त्यही हो अरू केटाहरू पनि दामी हान्दा छ है ल त्यसरी लाइफमा इन्जोय गर्नुपर्छ होइन अब पुरा लुगा भिजेर मलाई चिसो लगाएर घाँटी बस्ला जस्तो भइरहेछ होइन त्यही हो अब हामी चाहिँ फ्रेस हुन्छौँ रेडी भएर अनि हामी निस्किन्छौँ अनि त्यहाँ तपाईँलाई फेरि भेट्छौँ अझै रेडी भइसक्यो होइन पुरै होइन केटाहरू यहाँ भाइ चाहिँ अझै पुस्दैछ अझै रेडी भइसकेको छैन होइन बेग चाहिँ रेडी हुँदैछ जुत्ता लाउँदैछ म चाहिँ मजाले जुत्ता लगाइसक्यौँ सबै भएर रेडी भइसक्यौँ अब हामी निस्किन्छौँ अझै अब नयाँ नयाँ मान्छेहरू आउँदै खेलिरहेको छ भन्दै लडिगौँ अब त्यही हो अब भित्र अब मलाई चाहिँ केटाहरूले केही भनेन होइन अब त्यही हो पुर्किने मान्छे ल अब हामी चाहिँ फोटो दिन्छौँ होइन त्यसपछि हामी निस्किन्छौँ अनि त्यो तपाईँहरू म चाहिँ होइन फ्रेस भएर हामी निस्किसक्यौँ होइन केटाहरू चाहिँ फेरि अघि जुन बाटो आएको त्यही बाटोबाट जाने भन्दैछु दुईजना जाँदैछ होइन तिनीहरूले मर्नका लागेको मलाई त्यस्तो जुत्ता लगाएर फेरि त उस्तो स्लिपी ठाउँ छ क्या चिप्लिने ठाउँ छ होइन त्यो पनि चढेर जान्छु भन्दैछु तिनीहरू दुईजना चढेर जान्छु भन्दैछ मेरो जुत्ताले पनि दिँदैन हेर मलाई रिस्क पनि लिनु छैन किनभने त्यो उसै जुत्ता बिना त चिप्लिरहेको छ अघिदेखि होइन त्यही भएर म चाहिँ यता अर्को बाटोबाट जाँदैछु यहाँ माथिबाट यसकै यहाँ नजिकबाट बाटोबाट यहाँ जाँदैछौँ अब यहाँबाट यहाँ माथिहरूलाई वेट गर्छु म त्यहाँ चाहिँ पुरै घुमेर आउनेहरू तिनीहरू चाहिँ सो म चाहिँ यता माथि वेट गर्छु उनीहरू यता आएपछि सँगै जानुपर्छ यो तर रमाइलो चाहिँ रमाइलो भयो है जो चिसो छ तिनीहरू न तल यहाँ फोटो खिच्दैछ यहाँ तलतिर देखिन्छ भएको छैन ब्लर भयो होइन फोटो चाहिएको रहेछ अब तिनीहरू अहिले म उस्तै जान्छु त्यस्तो भए तलबाट आएको अब त्यही बाटो जान्छु म पनि होइन किनभने त्यहाँ वेट गर्छु तर पानी चाहिँ एकदम मिठो चिसो रहेछ क्या घाँटी बसे जस्तो फिल भयो किनभने अलिकति चिच्चाएर बोलाइरहेछ होला अब किन झर्नाको आवाज आउँदाखेरि सानोदेखि सानो आउँछ होइन बोल्न सिकिरहेको छु किनभने तिनीहरू फोटो खिच्दै बसिरहेको रहेछ सो म चाहिँ तिनीहरूलाई वेट गर्छु अघि नैकै बाटोमा गएर अनि आएपछि निस्किनुपर्छ है तल नयाँ दुईजना बादहरू त्यहाँ दुईजना आउँदैछ लेखा गर्दै त्यही हो म चाहिँ फेरि यही बाटो तर बाटो एकदम चिप्लो छ पानी पल्ला जस्तो भइरहेछ ल अब यहाँ यहीँ हो इन्डिङ चाहिँ अब यहाँ वेट गर्छु अनि तिनीहरू आउँछ अनि त्यताबाट सँगै जानुपर्छ पानी परिसक्यो ओहो तर दिनभर नि पुरा पानी आइरहेछ पानी परिरहेको होला नि पानी पुरा परिरहेछ स्टिल परिरहेछ है अब चाहिँ भिज्ने भयो अब अलरेडी भिज्यो फेरि भिज्ने भयो ल केटालाई म यहाँ वेट गर्छु केटालाई वेट गर्दा पानी परिसक्यो मुलाइनहरू आउँदैछ यो अगाडि यत्रो पानी परिसक्यो यसले तौली परिरहेछ ल जाउँ त हामी छिटो फोटो ल हामी चाहिँ निस्किन्छौँ एकछिन फोटो हानेर निस्किहाल्छौँ ल छिटो पानी पऱ्यो भिजिसक्यो मुला ल पानी पऱ्यो है ज्याकेट उडेर हिँड्नु परिरहेछ यसरी पानीले पुरै भिसेछ क्वालिटी कस्तो आउँछ थाहा छैन सबै क्यामेरामा पुरै पानी लगाएछ बेग अगाडि जाँदैछ हाम्रो भाइ यहाँ पछाडि छ पुरा ज्याकेट लगाएर म नि यहाँ धन्न ज्याकेट लगाएको छु फाइदा भएछ ज्याकेट ओढेर हिँड्दैछौँ एक्कासी पानी कत्रो परेर भिज्छ अब जसरी पनि त्यही हो अब हामी
अघि पनि लगभग पनि 10-15 मिनट त हिँड्नै पर्छ फेरि बाटो फेरि यस्तो चाहिँ खत्तम छ फेरि बाटो सो अब 10-15 मिनट पछि हामी माथि पार्किङ भएको ठाउँमा भेट्छौँ है त यस्तो बाटोमा त्यही त नि हिलो पानी परिवेश बिर्छ क्या अब माथि पुगेपछि भेट्छौँ है त हेलो गाइज हामी चाहिँ होइन टक्क पौडी सौडी खेलेर होइन सूर्य यहाँ छ पेम्बा यहाँ छ रमाइलो गऱ्यो पानी पनि पऱ्यो होइन हल्का फुल्का रमाइलो जोस् नेचरसँग घुलमिल गऱ्यो हल्का फुल्का जोस् रिफ्रेसिङ थियो भनौँ तपाईँहरू नि आउनु होला होइन टक्क फिल गर्नु होला होइन रमाइलो छ हरियाली छ होइन जोस् आउनु न यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु साथीभाइहरू धन्यवाद हामी चाहिँ यता होइन बाइक पार्किङको ठाउँमा आइसक्यौँ अब यहाँबाट हामी निस्किन्छौँ अब कहाँ जाने रे बिहेक फुकुकोमा ल बिहेको फुकुकोमा जान्छौँ त्यहाँ अब खाजा खानेलाई चिया खानेलाई होइन पानी परेपछि चाहिँ भिजेर लुत्रुको आज त लुत्रुकै जसरी स्विमिङ खेल्यो झन् भिज्यो अब राम्रो छ रोड्नुपर्छ ल हामी चाहिँ अब एकचोटि बिहेको फुकुकोमा पुगेको नि त भाइ यहाँ रेडी हुँदैछ यहाँ प्लास्टिक उड्दैछ जादु जादु ल मलाई धुपै छैन अरे मलाई यहाँ कहाँ ल अब म नि अब चढेँ है अब ऱ्याङ्क रोड्नुपर्छ ल त्यही हो अब एकैचोटि उता बिहेको एङ्कम भेटौँ है त ल हामी चाहिँ होइन बिटे आएर यहाँ बिहेको यहाँ एङ्कममा आइसक्यौँ यहाँ एकदमै यहाँ छ भाइ हाम्रो यहाँ खाजा आउँदैछ स्याब ल्याइसक्यो भाइ हेर न यहाँ मस्त यहाँ के गर्दैछ कस्तो भयो ल रमाइलो भयो अब हामी चाहिँ एकछिन खाजा खान्छौँ होइन खाजा खाएपछि अब निस्किने बेला तपाईँलाई भेट्छौँ अब अरू खाजा नि आउँदैछ मोमोहरू थुक्पाहरू अर्डर गरेको छौँ लास्ट चिसो छ भिजेर यहाँ लास्ट खत्तम भइरहेको छ अनि एलर्जी छ है अब त्यो पनि चिसोले अब यहाँ चट्टो तातो भएर हामी निस्किन्छौँ भने पनि केटाहरू यहाँ छ आउँदैछ अब हामी खाइसकेर हामी निस्किन्छौँ नि त अनि खाजाहरू के कस्तो आएको छ तपाईँहरूलाई देखाउँदै गर्छौँ ल केटाहरूले हामी काम खान थालिसक्यो ल मैले पनि उठाएँ अब दामी है मिठो छ है बाबाले फेरि पानी पर्नु थाल्यो मोमोको पर्दैन हौ झर्छ क्या त्यो गम्म पनि आयो ल मोमो पनि आयो ल तातो त मोमोमा चिसो झोल होला होइन अब जति चट्टा खाने हो होइन अनि कतिवटा थुक्पा नि आउँछ थुक्पा नि आउँछ पानी परेछ नि बाहिर ल केटाहरू अट्याक 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 है ल ल ल ल ल ल म चाहिँ यहाँ उठाउँदैछु है ल अट्याक दामी छ केटा ल वाम्मै हो नि त दामी छ बिरो छ र मोमोको झोल र अचार होइन नबाँच होला मैले चाहिँ खाइसकेँ यिनीहरू भर्खर खाँदैछ है मैले चिटिक्क बनाइसकेँ है मैले चाहिँ खाइसकेँ है आमा यो नि त खाने तरिका खाली भन्दा नि मेरो बल भोलाइरहेको थियो क्या अब के गर्ने होइन स्याउले पनि खाइसक्यौँ म पनि खाइसक्यौँ अब थुक्पा बाँकी छ थुक्पा चाहिँ खानुपर्छ अनि चिया पनि छ हामीसँग चिया त छोड्नै भएन नि यस्तो चिसो पानी परेछ होइन चिया त छोड्नै भएन यो नि त ल
कस्तो लागिरहेछ त सबैजना नगरकोट आउनु भएको चाहिँ बजेट फ्रेन्डली खाजा चाहिँ यहीँ आउनु होला है त अब यहीँ भनेर त लोकेसन नि भन्न ठ्याक्कै कसो थाहा पाउनु अब लोकेसन म अहिले भन्छु अहिले भन्छ तपाईँले त्यस्तो गर्नु मिला लोकेसन त त्यही हो क्या ठ्याक्कै नगरकोटको सही हो नगरकोटको चाहिँ ठ्याक्कै यहाँ बिचमा यो बजार छ होइन बजारको त्यो साइडमा ठ्याक्कै लेफ्ट मोड्नुपर्छ हेर्नुपर्छ होइन सानो उसको अनलाइनको पसल हो तर एकदम मिठो खाजा आउँछ है दामी अब बगडाइगढी घर नै त ल अब हाम्रो थुक्पा पनि आयो थुक्पा नि आयो धरान थुक्पा ल है ल यो धरानको होइन नगरकोटको हो है ग्लास फुट्यो सानो एक्सिडेन्ट भयो हुन्छ बिस्तारै साफै लगाउँछ ल कुराहरू अट्याक हान्दै फेरि अट्याक ल भाइ त एडिट गरेको छ ल अट्याक हान्ने ल अब हामी यसो यो पनि सघाउँछौँ त्यसपछि के खाने केटाहरू के रेसिपी मगाइहाल्छ अहिले चाहिँ सघाउँ त्यसपछि के खाने खास सबै खाइसक्यो होइन केटाहरूले चाहिँ यहाँ हुक्का ल्याएर छ फेरि बिहेले गिटार पनि पायो अहिले गीत गाउँछ है ल यहाँ भाइहरू पनि छ ल गीत सुनिदिउँ ल कुन गीत गाउनु लाडिस पर्खिरहेछ ल ल ल ल पर्खिरहेछ है जोन चामी गाए ल जोन चामी गीत चाहिँ त ल नयाँ रिलिज होइन जोन चामी ल भाइ तिमी नरो नि फेरि अब हुने छैन चिनेको तिमीलाई खोजेको तिमीमै जति डुब्छु आफैलाई बिर्सन्छु बदलेको छैन मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा हामीले चाहिँ होइन अब खासा चाहिँ खाएर अब निस्किन आँटेको है गीत गायौँ रमाइलो गऱ्यौँ मैले चाहिँ अब यो रुमाल चाहिँ किन बाँधेको भने कपाल अगाडि आएको छ पानी परिरहेको छ स्टिल होइन हल्का परिरहेको छ अनि अब
यहाँ विवेक यहाँ छ ऱ्याङ्कोट ओढेर अब फेरि यहाँ ऱ्याङ्कोटमा मैले अघिदेखि यसको ऱ्याङ्कोट चाहिँ खासै राम्रोसँग कभर गरेन क्या टाउकोमा अनि त्यही भएर अनि यहाँ पेम्बा त्यहाँ छ अब हामी चाहिँ अब यहाँबाट अब निस्किन्छौँ है अब लगभग पनि कति घन्टा लाग्छ 1.5 घन्टा 1 घन्टा लाग्छ होला बिस्तारै लगभग 1 घन्टा जस्तो लाग्छ अनि 1 घन्टा लागेपछि अब हामी सिधै घर पुगेपछि तपाईँहरूले भेट्छौँ आज जेस् रमाइलो भयो जेस् ल पेम्बा ऱ्याङ्कोट ओढ्नु ल छिटो ल म पनि चढेँ है ल अब हामी सिधै एकचोटि घर पुगेपछि भेट्छौँ है त ल अहिले चाहिँ म चाहिँ बल्ल घर पुगेँ है केटाहरू चाहिँ अब रुम गइसक्यो म पनि फ्रेस भएर अब फेरि म बेकम जान्छु सो आज लाइभ भ्लग यति नै तपाईँहरू इन्जोय गर्नुभयो होला होइन सो आज यति नै सो बाई सी यु द नेक्स्ट भ्लग है त